So what's up guys, welcome back to my another vlog. So it's been so long time है धेरै पछि आउँदैछु. सो न्यू हेयर लुक अलिकति आफूलाई कस्तो लागिरहेछ होइन. सो आज चाहिँ हामी नयाँ ठाउँ घुम्न जाँदैछु. सो लेट्स सी सेभेन सिस्टर क्लिफ भन्ने ठाउँमा. सो यो चाहिँ इन्ट्रो भ्लग या बिहाइन्ड द भ्लग भनौँ होइन. थोरै फुड प्रिपरेसनहरू हेरौँ के बनाएको छु. हिजो प्रिपेयर गरेको थिएँ, अघि बिहान पनि उठेर बनाउँदैछु मैले. अनि अरू भने चाहिँ नर्मल्ली एज युजुअल नेपाली खाजाहरू छ हामीसँग. चाउमिन छ, भुजिया छ, फ्राइड राइस र ससेस. बाँकी अरू हेरौँ बाटोमा के लिन्छु मलाई होइन. लगाइस अहिले चाहिँ हामी सेभेन सिस्टर क्लिफ जान लागेको. घरबाट निक्ल्यौँ. गाडी छ, गाडी चाहिँ आफ्नो छैन होइन. ट्रेन लिने हो, पक्रिने हो, जाने हो. यहाँबाट ठ्याक्कै स्टार्टफोर्ड हुन्छ कि अब भिक्टोरियाबाट त्यसपछि जाने. यता मेरो साथी शिशिर ह्यान्डसम भएर हिँडिरहेछ. अब हेरौँ बाँकी क्लिपहरू आउँदै गर्छ. सो ट्रेन पालबाट गर्दा चाहिँ तपाईँहरूलाई डिस्काउन्ट पर्ने छ. यसरी मेलमा कन्फर्मेसन कोड हुन्छ, यहाँबाट प्रिन्ट गरिसकेपछि यहाँबाट टिकटहरू आउँछ. यस्तो खालको हुन्छ टिकट गाइज. यो चाहिँ अनलाइनको थ्रुबाट गर्नु मिल्यो है. सो यस्तो टिकट पनि लिन सकिन्छ हामीले. सुरुचोटि ट्राभल गर्दाखेरि खाना भएपछि वेट गरिरहेको छु. हाम्रो ट्रेनमा छौँ. फर्स्ट क्लास सिटमा बसिरहेको छु मैले. टक्कसँग लगाएर यस्तो छ पुरै ट्रेनमा पनि. यस्तो फेसिलिटी रमाइलो छ है. अब बाँकी अर्को नेक्स्ट ट्रेनमा कस्तो खालको पर्छ हामीलाई. टक्क अहिले भयो भने कफी खाँदै जाने हो. यहाँ थेम्स लिङ्क चेन्ज गरी अब अर्कोमा जानुपर्ने छ. त्यही नै हो. ओके, अब हामी चाहिँ एउटा अर्को ट्रेन चढिसक्यो, ग्याटविक एक्सप्रेस भन्ने. सो बाहिरको भ्यू छ, यो टेबल साथी बसिरहेछ. वासरुम पनि छ है अगाडि चाहिँ गयो भने. दामी लाग्यो यो ट्रेन. सो आउटसाइड ट्राभल गर्दा चाहिँ मजा छ. सो फर्स्ट थिङ के भयो भने हामीलाई चाहिँ यहाँ आउनलाई चाहिँ सकेसम्म ट्रेन पाल युज गरेको थियौँ. सो त्यसमा चाहिँ अलिकति कन्फ्युजन भयो हामी. अनि फर्स्टमा टिकटको प्राइस बुझ्यौँ. टिकट अलिकति कस्टली लागेको थियो. सो टिकटमा अलमोस्ट 10 पाउन्डको डिफ्रेन्स यस्तै हो भने अनलाइन गर्नुभयो भने तपाईँले चाहिँ ट्रेन पाल या रेल कार्ड बनाएर त्यसमा चाहिँ काइन्ड अफ अलिकति भयो नि चिपेस्ट पर्छ है. 5-10 पाउन्ड भयो नि 5-10 पाउन्ड भयो भने सस्तो पर्छ. त्यसले गर्दाखेरि चाहिँ सो आई लाइक टु सजेस्ट यु गाइज होइन अलिकति एप युज गरेर गर्नुहोस् होला. सो यता चाहिँ मेरो साथी शिशिर आइसकेको छ. एकछिन चिल भएर यहाँनिर टक्क ब्याकग्राउन्डमा दामी टिभी जस्तो देखा.
त्यही छ के भन्नलाई केही छैन कि बाँकी उतै पुगेपछि भन्ने हो अरू कुरा बाँकी उतै कुरो भन्नु अलिक अरू काम छैन गाइस अहिले चाहिँ फर्स्ट स्न्याक्स हाम्रो टक्कसम्म लाएर कोक विथ कोक र डालमोट पनि राख न साथी देखाइदियो ल कोक चियर्स है त ल यो शुद्ध भएर थर्ड ट्रेन आज 3टा ट्रेन चेन्ज भइसक्यो भिक्टोरियामा हाम्रो मिस भयो ब्ल्याक फ्राइडेदेखि चेन्ज गर्दै कोरिडोर आउँदै कोरिडोर के अरे स्कुल कोरिडोर त्यसपछि हामी कहाँ चेन्ज गऱ्यौँ त्यहाँबाट चाहिँ चेन्ज गर्यो त्यसपछि हामी अब यो लुइसमा चेन्ज गऱ्यो लुइसमा चेन्ज गऱ्यो लुइसबाट अब C4 यो लिस्टबाट अब C4 जाँदैछौँ हामी यो ट्रेन पनि नट ब्याड है दामी छ यो पनि राम्रो आउटसाइडको ट्रेनहरू सबै दामी नै रहेछ यो चस्मा खुलेर राम्रो अलमोस्ट हामी नजिक आइसकेका छौँ सेभेन सिस्टर क्लिफको होइन यो चाहिँ अब क्यानल छ सो यहाँ आएर चाहिँ थोरै कन्फ्युज भयौँ हामी सोच्दैछौँ यहाँ आएपछि चाहिँ थोरै कन्फ्युज भयो त्यही भएर हेर्दैछौँ कहाँबाट जाने हो सोध्दैछ साथीले लेट्स चाहिँ बस स्टप खोज्दैछौँ हामी सो यहाँ आएर चाहिँ एकछिन ट्रेन स्टेसनमाबाट बसमा अहिले वेट गर्दैछु आज फर्स्ट टाइम अलिकति गाह्रै भयो यहाँ बुझ्दा ओर्दा गर्दाखेरि होइन त सुसे हो सुसे यहाँसम्म आउँदा गाह्रै भयो है सोध्दै बुझ्दै आउँदा यहाँको बसमा चाहिँ टेबल खालको पनि रहेछ अलिकति स्पेस खालको ठिक लाग्यो The next stop is Cemetery Gates. अब यहाँबाट ननस्टप हिँड्नुपर्ने छ अराउन्ड आधी 1 घन्टाभन्दा बढी ल 2-3 घन्टा 4 घन्टा हिँड्छु मलाई अब हामी अलमोस्ट 40 मिनट्स लाग्ने रहेछ है त यहाँबाट 1.6 माइल रहेछ द्याट्स अफ 40 मिनट्समा चाँडै कभर गर्नेछु 4 घन्टा हिँड्नुपर्ने छ गाइस 4 घन्टा है लास्टै गाह्रो छ लेट्स चाहिँ सो बल्ल हाम्रो चाहिँ हाइक स्टार्ट हुँदैछ यहाँबाट 1.6 माइल्स जति छ सो म्यापमा 40 मिनट्स देखाएको छ लेट्स चाहिँ चाँडै कभर गर्छु कतिको रमाइलो भइरहेछ सुसेर हिँड्न रमाइलो भइरहेछ है ल सानो मिस्टेक चाहिँ आज के भने हामी अलिकति टाइममा आएनौँ त्यसले गर्दाखेरि चाहिँ हामीसँग टाइम लिमिटेसन छ हेरौँ
भिक्टोरियाबाट पनि पाएन त्यही भएर पनि हो चाहिँ अब सकेसम्म कतिवटा क्लिफ भ्याइन्छ हेरौँ त्यसबाट अनि स्पेसली आशिष मगरलाई दामी दामी भ्लग बनाउनु भिडियो बनाउनु है सर गर्दै थिएँ ओके छ त भनेर अब हेरौँ सकेसम्मको खिच्या हो कतिको दामी भयो भएन कमेन्ट गरेर फिडब्याक दिनुहोस् यो चाहिँ काइन्ड अफ हाम्रो शिष्य साथीले भने जस्तै बढी मालिकाको पुरा फाँटहरू जस्तो देखिरहेछौँ पुरै चारैतिर हरियाली हरियाली होइन एकदम दामी खालको टक्क यो क्लिफ थोरै कडिसकेको चाहिँ प्रपर ओसन देख्छौँ यो सर जानुपर्छ हिँड्दैछौँ हामी हेर्दाखेरि नजिकदेखि नै टाढै छ यहाँको ठिकै हो भन्दैछ साथीले सो पछाडि चाहिँ है दामी ओसनको भ्यू देख्न सक्नुहुन्छ है बवाल छ दामी ग्रिनेरी बवाल लागिरहेछ वर्थ इट छ अझै धेरै टाइम स्पेन्ड गर्नु पाएनौँ त्यसमा चाहिँ थोरै दुखी छौँ हामी जो कोही आउनुहुन्छ ठ्याक्कै यहाँ चाहिँ 10-11 भनौँ न म्याक्सिमम् 11 बजी चाहिँ यहाँ आइपुग्नु बेस्ट हुन्छ अझै 10 बजे आयो भने झन् दामी तर पार्क ओपन हुने टाइम यहाँ खुल्ने चाहिँ एन्ट्री चाहिँ 9:30 देखि चाहिँ हो क्या 10 हो र अरू 9:30 10 हो त्यो चाँडो आएर पनि फेरि गाह्रो चाहिँ गाह्रो हुन्छ है पछाडिको भ्यू हेरौँ न गाइस कस्तो दामी छ कता ल फाइनल्ली सेभेन सिस्टर क्लिफ जुन चाहिँ त्यो वाइट एरियाहरू देखिरहेछ सबै चाहिँ क्लिफहरू हो कहाँ सक्छ तिमीलाई त्यो 20 किलोमिटर छ 20 किलोमिटर छ अगाडि जाउँ यहाँ छ र यहाँ चाहिँ फेरि हिँड्छु नि यहाँ चाहिँ Shit. अलिक अगाडि गएको मान्छेहरू गाइस अलिक पछाडि आएर बस्नु परेछ सो आइहाल्यो नि होइन त्यस्तो बाक्लो ज्याकेट पनि भन्दैन बरु विन्ड चिटर टाइपको अलिकति स्वेटरहरू हावाले चाहिँ चिसो बनाउँछ न त हिँड्दाखेरि त थाकि नै हाल्छ त्यही भएर अलिकति केही आफूलाई चिसोदेखि बचाउनुलाई चाहिँ विन्ड प्रुफ या केही अलिकति ज्याकेटहरू लगाएर आउनु भने बेटर सो अब खाजाहरू लिएर आउनु भएको छ भने चाहिँ हामी फेरि होइन टक्क मान्छे भएको कारणले चाहिँ क्राउड धेरै सो अलिकति क्राउड नभएको एरियामा आएर चाहिँ हामी चाहिँ खाने सोचिरहेको छौँ लेट्स चाहिँ अब सो टाइम धेरै त छैन हामीसँग हाम्रो रिटर्न टिकट 7 समथिङ 7:30 को छ सो हामी त्यसपछि चाहिँ फर्किन्छौँ
पछाडिको भ्यू हेर्नु न गाइस पछाडि कस्तो दामी देखिरहेको छ ओसियनको ओभल छ है दामी छ सो गाइस यो चाहिँ हाम्रो खाजा नर्मल नेपाली टिभी खाजा ब्रेक पनि लियौँ अब चाहिँ हामी टक्कसँगले निस्कन लागेको जाडो छ साथीले पनि अब अहिले चाहिँ ज्याकेट लगाउनु थालेछ अब हामी तल गएर बिचमा भयो भने एकछिन त्यहाँ समुद्र वरिपरि पनि खिच्छौँ होइन नि डाइरेक्ट अब गाडी चलाउँदै जान्छौँ हावा चाहिँ वाइल्डले चिसो लाग्दो जस्तो हो गाइस माथिबाट आउनु भयो भने चाहिँ गाइस अलिकति स्लिपरी खालको बाटो छ त उता त्यो तिनजना मान्छे हिँडेर यसरी हिँड्नुपर्छ त्यो चाहिँ गाह्रो छ नजिकै आएर खिच्यो अहिले चाहिँ बिचनिर मेरो साथी शिशिर र म होइन अब यो हाम्रो फाइनल हुन्छ यहाँबाट सकाएर ऱ्यापअप गरेर चाहिँ अब हामी घरतिर लाग्नेछौँ स्लिपर लिएर आएको छैन है अनि स्विमिङ कस्ट्युम ल्याएको छैन नुहाउनलाई चाहिँ अदरवाइज अझै अलि नुहाउनलाई मौसम ठिक छ जस्तो लागेन लास्टै जाडो लागिरहेछ पछि चाहिँ बाबाई फ्रेममा राख ल बाँकी भिडियो अब ट्याक्कै हाम्रो ट्रेन चढेपछि मात्रै आउनेछ अनि के कस्तो छ बाँकीहरू बनाउनेछौँ लक सकेसम्म चाड आउनेछ भयो भने पार्ट 1 या पार्ट 2 गरेर आउँछ गाइस दामी यस्तो यो पाहाडहरू कट्दै 3-4 चाडा 5वटा हुँदै जानुपर्छ है जस्ट बिगिनिङ मात्रै हो स्टार्ट हो ल गाइस ढोकाहरू यहाँ डिफ्रेन्ट खालको छ सबै ढोका कसरी खोल्ने देखाइदिन्छु होइन यो चाहिँ इजी वान भयो एउटा कन्फ्युजिङ खालको पनि छ होइन त साथी सुरुमा हामीले पनि खोल्न नसकेर एकछिन चाहिँ गाह्रो लाग्यो त्यही हो यो चाहिँ फर्किने बाटो अघि हामी माथि हिल साइडबाट आएको थियौँ अरे अहिले तल ग्राउन्डबाट जाँदैछौँ सेभेन सिस्टर आउँदाखेरि तपाईँहरू चाहिँ यो स्टेसनमा ओर्लेर त्यसपछि माथि उकालो नगएर राइट साइडबाट जाने त्यो अघि मान्छेहरू आइरहेको ठाउँबाट अनि ओर्लिन चढ्दा चाहिँ फर्किँदा त्यसमा चढ्नुपर्छ सो वासरुम पनि पार्किङ पनि सबै यहीँ छ गाइस आउटसाइडतिर चाहिँ ठुल्ठुलो घरहरू दामी खालको मजाको हेर्दै राम्रो लाग्ने खालको घर छ सेन्ट्रलको कम्पेयरमा चाहिँ है यिनीहरूलाई थोरै के कन्फ्युज भयो भने गाइस हामी चाहिँ बस चढिसकेपछि अब यहाँ वेस्टहरू चल्दैन मन झो गऱ्यौँ तर चढ्दा झर्दाखेरि त्यो ट्याप गर्नु पर्दैन थियो हेरौँ अब अहिलेसम्म कति काटेको छ आएको छैन आइसकेपछि थाहा हुन्छ ल धेरै काटेछ थोरै काटेछ भनेर अनि बल्ल स्योर हुन्छ कि कति काट्यो भनेर सो सीफुड ससेक्समा झरिसकेपछि यहाँनिर आउँछ यो बसमा चढ्नु पऱ्यो है वहाँ अगाडि स्टेसन छ त्यहाँ गएर चाहिँ चढ्नु पऱ्यो गफ गरेको पनि हाल्नु पऱ्यो नि त सिन मात्रै हाल्यो भने फेरि बोर हुन्छ अन्त केटाहरू के बोल्दै बोल्दैन अनि भोइस ओभर कति गर्नु त अनि भोइस ओभर गर्दा गर्दै अल्छी लाग्छ त्यही भएर केही इन्ट्रेस्टिङ छ भने सुनाउनु पऱ्यो
होइन इन्ट्रेस्टिङ के हो यो भोइस ओभर हाल्छ नि भोइस ओभर सजिलो हुन्छ कि हाल्नु भोइस ओभर त ठिक छ तर यो लाइभ भिडियो कि अडियो चाहिँ अझै बवाल लाग्छ के छ भने अब यो के कतिको गाह्रो लागिरहेछ सो अलमोस्ट 1 इयरको एक्सपिरियन्स सुनाउ तिमी हो गाह्रो त केही छैन अब गाह्रो त चाहिँ 1 वर्षमा अब 9वटा काम चेन्ज गरिसक्यो के गाह्रो सबसे धेरै काम चेन्ज गर्ने मान्छेमा पर्छ हाम्रो साथी 9वटा त त्यो अफिसियली मात्रै भयो एनआईको त्यो बाहेक अरू त अझै धेरै छ ससेक्स स्टेसनबाट चाहिँ लुइसमा आइपुग्यौँ अब यहाँबाट एकछिन वेट गरेर जानेछौँ है त गाइस खेल्न पुगेछ नि दिनमा दामी छ है तोरीबारी अब नेपालमा यही तोरीबारी देख्दा वाक्क लाग्थ्यो होला विदेशमा यही देख्दाखेरि मजा लाग्यो ल फाइनली नदन ब्रिज आइपुग्यौँ मेरो गाइस फाइनली ट्रेन आइपुग्यो 2019 Elizabeth Line service to Sheffield. ल गाइस फाइनल्ली अहिले चाहिँ हामी घर आइसकेका छौँ बिहानै हिँडेको सो अहिले रात परिसकेको छ होइन अब चाहिँ यो ब्लगको इन्डिङ हो अब नेक्स्ट टाइम अर्को ठाउँमा जानेछु त्यसमा अझै बवाल अझै दामी वेमा सोचेको भन्दा बवाल वेमा खिच्नेछु है त गाइस ल केही छ सुशील भन्नुपर्ने नो वर्ड्स सो आजको दिन कस्तो भयो त सर्टमा भन्नुपर्दाखेरि बब्बाल ल ओके ल हामीले टिसन बानिएको ब्रान्डलाई चाहिँ अब प्रमोट गरे होइन त्यही पनि है त गाइस बाई